केपी शर्मा ओलीदेखि माधव नेपालसम्मका नेताहरूको कालो इतिहास यो भिडियोमा देखाउँदैछौं। सबैभन्दा पहिले मातृका प्रसाद कोइराला। बीपी कोइराला र गिरिजा प्रसाद कोइरालाका जेठा दाजु मातृका प्रसाद कोइरालादेखि नै नेपाल बेची खाने अभियान शुरू भएको थियो। मातृका प्रसाद कोइराला 2007 सालको क्रान्तिपछि 2008 सालमा गठित पहिलो नागरिक सरकारको प्रधानमन्त्री बने। विक्रमसम्म 2008 सालमा मोहन शमशेरको राजीनामासँगै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको सल्लाहमा राजा त्रिभुवनले 2007 सालको क्रान्तिको सरगमबाट भर्खरै बाहिर आएको ठूलो दल कांग्रेसका तत्कालीन सभापतिको नाताले प्रधानमन्त्रीमा नियुक्त गरे। भारतको सीधा आशीर्वादबाट प्रधानमन्त्री भएपछि मातृका प्रसाद कोइरालाले आफ्नो शासनकालमा विक्रमसम्म 2011 वैशाख 12 गते भारतसँग कोशी सम्झौता गरे। त्यही सम्झौताको आधारमा भारतले नेपालमा पर्ने कोशी नदीको बाँध बाँधिदियो। कोशीले भारतको बिहारमा पुर्याउने क्षतिको अलावा भारतीय भूमि सिंचाईको लागि भन्दै बाँध बनाएको थियो। अहिले उक्त कोशी सम्झौताले उत्पन्न गरेको समस्याबाट नेपाली नागरिक 1 लाख जति र भारतीय नागरिक 10 लाख जति प्रभावित भइरहेका छन्। कोशी सम्झौतालाई अहिले पनि बिहारको दुःखको नामले सम्झिने गरिन्छ। वर्षातमा कोशीले पुर्याउने क्षतिले गर्दा अहिले उक्त सम्झौता नेपाल र भारत दुवैको टाउको दुखाइको विषय बनेको छ। बीपी कोइराला प्रधानमन्त्री भएको बेला 2016 साल मंसिर 19 गते गण्डक सम्झौता गरेका थिए। नेपालको लागि राष्ट्रघाती सम्झौता मानिएको गण्डक सम्झौताले गण्डकीबाट बग्ने नेपालको पानी सबै भारतको भयो। बीपीले कालापानीमा भारतीय सेना राख्ने सम्झौता समेत गरिदिएका थिए। उक्त सम्झौताले नेपालमाथि निकै राष्ट्रघात भएको ठहर भएको थियो। बीपीले गरेको अर्को सम्झौता भनेको शान्ति सेना र हतियार सम्बन्धी सम्झौता हो। त्यसबाहेक यता राजाहरूसँगको मेलमिलापको कुरा उठाएर तत्काल आफैले चाहे जस्तो कमजोर पार्ने र असम्भव राजतन्त्रको आठ भरोसा गर्ने र सत्तामा पुग्ने रणनीति बनाई बीपी सम्मले देश र जनताका लागि गद्दारी गरेका थिए। नेपालको राजतन्त्र कमजोर पार्ने नाममा नेपालको राजनीतिमा भएको दबाव बढाउने कामको थालनी तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले गरेका थिए। गिरिजा प्रसाद कोइराला एका घरका सहोदर 3 दाजुभाइ प्रधानमन्त्री बन्ने भाग्यमानी परिवार हो गिरिजा प्रसाद कोइरालाको परिवार। 2046 सालपछि नेपालको राजनीतिमा सबैभन्दा बढी हालिमुहाली गरेका गिरिजा प्रसाद कोइरालाले टनकपुर सम्झौता गरे। उति बेला नै टनकपुर सम्झौता राष्ट्रघाती भएको भनेर अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको थियो। यसको चर्को वकालत गरिरहेका थिए स्वर्गीय मदन भण्डारीले। त्यही बेला मदन भण्डारीको 2050 साल जेठ 3 गते दासढुङ्गामा गाडी खोलामा खसालेर हत्या भयो, जसको रहस्य अझै पनि गुपचुप छ। गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाले माथिल्लो कर्णाली परियोजना, पश्चिम सेती परियोजना, अरुण तेस्रो परियोजनाको सम्झौता गरेर नेपाल बेचिदिए। सत्ताको दुरुपयोग गर्दै गिरिजा प्रसाद कोइरालाले मर्नुभन्दा पहिले पश्चिम सेती, अरुण 3, माथिल्लो कर्णाली सबैभन्दा घातक सन्धि भारतमा गरिदिए। यो सन्धि अनुसार अब नेपालको कुनै पनि नदीनाला आफ्नो अधिकार वा आफ्नो बसमा हुने छैन। केपी ओली, माधव नेपाल र शेरबहादुर देउवा यी तीनैजना नेताहरू हाल जीवित रहेका नेताहरू हुन् र नेपालको राजनीति यिनीहरूकै कब्जामा छ। नेपालको सबैभन्दा घातक मानिएको महाकाली सन्धिमा हस्ताक्षर गर्ने प्रमुख भूमिका केपी शर्मा ओलीले निभाएका थिए। जानकारहरूका अनुसार त्यो सम्झौता गर्नमा केपी ओली, गिरिजा प्रसाद कोइराला, माधव कुमार नेपाल र शेरबहादुर देउवाको प्रमुख हात रहेको थियो। अहिले पनि भारतले नेपाल डुबानमा पर्ने गरी पश्चिमको महाकालीदेखि पूर्वको मेची नदीसम्म 20 वटा भन्दा बढी अन्तर्राष्ट्रिय नियम विपरीत नेपालको स्वीकृत नली बाँध बाँधेको छ। मदन भण्डारीको मृत्युपछि एमाले महासचिवको पद सम्हालेपछि भारत भ्रमणमा गएका माधव कुमार नेपालले भारत भ्रमणबाट फर्केपछि केपी ओलीको भरपूर साथ लिँदै सबैलाई आश्चर्यचकित पार्दै महाकालीको सन्धिमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गरिरहेकै पार्टीले पनि संसदमा महाकाली सन्धिको पक्षमा उभिएर अनुमोदन गरिदिएको थियो। नेपाली जनतालाई महाकाली सन्धि गरेर फाइदा हुन्छ भनेर ढाँट्दै 2053 साल असोज 4 गते शुक्रबार मध्यराती संसदबाट अनुमोदन गरिएको थियो। त्यही सन्धिपछि नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतको भइसकेको थियो। त्यस सन्धि उप लाखौं नेपाली जनताले विरोध गरिरहेका थिए। त्यति हुँदाहुँदै पनि संसदबाट पास गरियो। त्यो सन्धि त्यति बेलाको सत्तारूढ दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, सद्भावना पार्टी, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विशेष गरी केपी शर्मा ओली, माधव कुमार नेपाल मिलेर भारतलाई सुम्पेका थिए। महाकाली सन्धिको विरोधमा हस्ताक्षर गर्ने नेतृत्व वामदेव गौतमले गरेका थिए, जसमा साहना प्रधान, राजेन्द्र श्रेष्ठ, सीपी मैनाली लगायतका नेताहरूले नेकपा माले गठन गरे। पछि वामदेव गौतम लगायतका नेताहरू एमालेमा फर्किए भने सीपी मैनाली लगायतका नेताहरू अहिले पनि नेकपा माले नामको पार्टी जिनोतिनो चलाइरहेका छन्। राष्ट्रहितमा उभिएकै कारण सीपी मैनाली र आरके मैनालीहरू नेपाली राजनीतिमा जिउँदै शहीद बनिरहेका छन्। उनका चेला ओली, माधव नेपालहरू मुलुकको मूल राजनीतिक बागडोर सम्हालिरहेका छन्। ओलीले प्रधानमन्त्री हुँदा चुच्चे नक्सा जारी गरेर खोक्रो राष्ट्रवादी नेताको नाटक मञ्चन गरेको यही तथ्यहरूले पुष्टि गर्दछ। अहिलेको अवस्थामा चुच्चे नक्सा नेपाली जनका लागि आत्मरति बाहेक अरू केही होइन। महाकाली बेचेर खाने यी असली अनुहारहरू केवल असली बाजेको पेडा पसल जस्तै हुन्।
जोगी जस्तै देखिने गरी खरानी धसेका मानिसहरू जस्तै हुन्। राष्ट्रियताका पक्षमा खर उत्रिएका तत्कालीन माओवादी नेताहरू बाबुराम भट्टराई प्रचण्ड समेत भारत रिझाउने राष्ट्रघाती निर्णयमा अघि सरिरहेका छन्। आफ्नो सत्ता टिकाउनका लागि भारतीय नेताहरूको खुट्टामा ढोग्ने, नेपालको नदीनाला बेच्ने परम्परा चलाउँदै आएका नेपालका राजनैतिक दलहरूले यो कामलाई अझै निरन्तरता दिइराखेका छन्। 2047 यताका मुख्य भ्रष्टाचार काण्ड: 1. धमिजा काण्ड, 2. चेजेयर काण्ड, 3. लाउडा काण्ड, 4. एयरबस काण्ड, 5. चाइना साउथ वेस्ट काण्ड, 6. ललिता निवास काण्ड, 7. क्यान्टोनमेन्ट लडाकु घोटाला काण्ड, 8. कुकुल्यान्ड काण्ड, 9. गिरिबन्धु टी स्टेट काण्ड, 10. बुढी गण्डकी काण्ड, 11. यति काण्ड, 12. ओम्नी काण्ड, 13. तेरामक्स काण्ड, 14. 70 करोड काण्ड, 15. बतास काण्ड, 16. बाँसबारी काण्ड, 17. 50 करोड अडियो टेप काण्ड, 18. नक्कली भुटानी शरणार्थी काण्ड, 19. सुन काण्ड, 20. एनसेल काण्ड। यी त प्रतिनिधि घटना मात्र हुन्। खोज्दै र खोतल्दै जाने हो भने यस्ता घोटालाका काण्ड 20-25 होइन 50-100 भेटिन्छ। रविकोमा जस्तै लगनशील भएर गगन र रमेश लेखकहरूले यो घोटालाका फाइललाई जीवित राखेर अनुसन्धानको दायरामा ल्याउलान्? ल्याउँदैन, किनभने पहिला जेल जाने नम्बर कांग्रेसीहरूको नै लाग्नेछ। सन् 1992बाट जब देशमा नव उदारवाद आयो तब यहाँ चलिरहेका 26 वटा उद्योगहरूलाई एक एक गरी समाप्त पारियो। सबैभन्दा पहिला त देशको लगभग 50% जुत्ताको माग पूर्ति गर्ने बाँसबारी छाला जुत्ता कारखाना समाप्त पारियो, जसका कारण हजारौं कामदार बेरोजगार बन्न पुगे भने देश छाला जुत्तामा आयातमुखी बन्न पुग्यो। यसैगरी 67% कागजको माग पूर्ति गर्ने देशकै महत्वपूर्ण भ्रिकुटी कागज कारखाना समाप्त भएसँगै यसले पनि देशको अर्को आर्थिक क्षेत्रमा वज्रपात निम्तियो। जबकि भ्रिकुटी कागज कारखानाले उत्पादन गरेको कागज बंगलादेश र इन्डोनेसियाले समेत कार्ड र नोट छाप्न आयात गर्ने गर्दथे। त्यो कागज धेरै स्तरीय थियो। बंगलादेशले विशेष प्रकारका कार्ड छाप्नका लागि नेपालमा उत्पादन भएको कागज प्रयोग गर्दथ्यो। त्यो कारखाना समाप्त पारिएपछि अर्घाखाँची, गुल्मी, गोर्खा, पाल्पा, स्याङ्जा लगायत जिल्लाका बाबियो उत्पादन गरेर धनी हुन लागेका किसानको गरी खाने बाटो नै बन्द भयो। देश लगभग औद्योगिकीकरणमा गइसकेको थियो। त्यसलाई ध्वस्त पार्न निजीकरणका नाममा नाफामा चलेका बालाजु औद्योगिक क्षेत्र अनि हेटोडा औद्योगिक क्षेत्रका कपडा उद्योगहरूलाई समाप्त पारियो। यसले पनि देशको ठूलो मात्रामा कपडाको मागलाई पूर्ति गर्दथ्यो। यसैगरी सस्तोमा सामान ढुवानी गर्ने हेटौडादेखि काठमाडौँसम्मको रोपवे समाप्त पारियो। त्यसपछि विराटनगर जुट मिल समाप्त पारियो, जनकपुरको सुर्ती उद्योग समाप्त पारियो, कोहलपुरको कटन खेती र उद्योग समाप्त पारियो, बुटवलको धागो उद्योग समाप्त पारियो। पूर्ण गतिमा सञ्चालनमा रहेका उद्योग धन्दा एकपछि अर्को गर्दै ध्वस्त पारियो। विराटनगरका जुट मिल बन्द भएपछि झापा, मोरङ, सुनसरी र उदयपुरसम्मका सनपाट उत्पादन गर्ने किसानको रोजीरोटी नै बन्द हुन पुग्यो, जहाँबाट मानिसहरूले मनग्गे पैसा कमाइरहेका थिए। वास्तवमै भन्नुपर्दा त्यति बेला नै झापा र मोरङका किसानहरू धनी बन्दै गएका थिए, किनकि त्यति बेला 1 क्विन्टल धान बेच्दा 1000 कमाउन मुस्किल थियो भने त्यही किसानहरूले 1 क्विन्टल सनपाट बेच्दा 3 देखि 6000 रुपियाँ आरामले आम्दानी गर्ने गर्थे। त्यसकारण उनीहरू एकपटक धान खेती गर्ने गर्दथे भने एकपटक सनपाट खेती गर्ने गर्दथे। ती उद्योग बन्द भएपछि सनपाट खेती पनि समाप्त भयो। उद्योग बन्द गराउने काम जानाजानी गराइएको थियो। जनकपुर, महोत्तरी र सर्लाहीमा सुर्ती उद्योगहरू थिए। जनकपुर र अन्य चुरोड कारखानाहरू बन्द गरिएपछि सुर्ती खेती पनि समाप्त भयो। वीरगञ्जको चिनी कारखाना बन्द गरेपछि उखु खेती समाप्त भयो। त्यसपछि सर्लाही र जनकपुरका मानिसको आर्थिक अवस्था कमजोर बन्न पुग्यो अनि बुटवलको धागो उद्योग बन्द गरिएपछि कोहलपुर, बाँके, बर्दियामा उत्पादन हुने कटन व्यवसाय समाप्त भयो, जसले गर्दा त्यहाँका मानिसहरू गरिब र बेरोजगार बन्न पुगे। पश्चिम कञ्चनपुरमा टर्पेन्टाइल उद्योग थियो र त्यहाँ सुदूरपश्चिमबाट सल्लाहको फोटो ल्याएर तेल उत्पादन गरिन्थ्यो। त्यो तेल उत्पादन गर्ने उद्योग पनि बन्द गराएपछि त्यहाँका मानिसको पनि कमाई गर्ने व्यवसाय रोकियो। यसरी देशमा नव उदारवादको आगमन भएसँगै देशलाई काट पल्टाउने काम सुरु गरियो। सन् 1997 देखि घट्दै गएको देशको औद्योगिकीकरण सन् 2005 मा आइपुग्दा सरकारी स्वामित्वमा स्थापित धेरै उद्योगहरू समाप्त भइसकेका थिए। त्यसो त देश यो अवस्थामा आइपुग्नुको मुख्य कारण त्यति बेलाको अर्थनीति नै मुख्य जिम्मेवार थियो, तर त्यसको विरुद्धमा कसैले आवाज उठाएन, विश्वविद्यालयहरूले अनुसन्धान गरेनन्।
अनि सञ्चार माध्यमहरूले पनि कहीँ कतै त्यसको विरुद्धमा लेखेनन्। मतलब नव उदारवादले देश कहाँबाट कहाँ पुग्यो कसैले सोचेनन्। वास्तवमा भन्नुपर्दा नीति र सिद्धान्त भन्ने कुरा आफ्नो देश र माटो सुहाउँदो हुनुपर्छ, न कि अरूको अनुकरण। सन् 1938मा जर्मनका अर्थशास्त्री अलेक्जेन्डर रुस्टोभले पहिलो पटक उदारवादको नामाकरण गरेका थिए। सन् 70 र 80 को दशकमा